Turn left onto West Main Street. हेलो जय मसी नमस्कार साथीभाइहरू सन्चै आर्मी हुनुहुन्छ। आज पर्यो विकेन्ड, शनिबार आइतबारको छुट्टीमा चाहिँ अब घरको ग्रोसरी गर्नुपर्ने, सपिङ गर्नुपर्ने। त्यही भएर हामी चाहिँ अहिले जाँदैछौँ वालमार्ट अनि नेपाली दोकान। वालमार्टमा अब कोर्सान ल्याउनु पर्ने छ, नानीको मिल्क अनि तपाईको के सामान ल्याउनु पर्ने छ, फ्रुट्सहरू भेजिटेबल्सहरू हैन। सो तपाईलाई म भिडियोहरू म गरेर देखाउँछु वालमार्टको। तपाईलाई मन पर्छ भने लाइक शेयर सब्स्क्राइब गर्नुहोस्। त्यहाँ माछा मारिरहेको रहेछ। अनि तपाईहरुको मेसेज यदि तपाईहरुको कमेन्ट आयो भने चाहिँ मलाई रमाइलो लाग्नेछ। म यो बाटो आज नयाँ बाटो कुदेको, किनभने अर्को बाटोबाट हिँड्नु पर्यो भनेको बिर्सी पठाएछु मैले। हाम्रो खास प्लान त हाम्रो प्लान जानुपर्ने चाहिँ हाम्रो होम डिपो थियो सुरुमा मेरो, तर नानुले चाहिँ मलाई हैन पहिला होम डिपो हैन पहिला नेपाली दोकान जाऊ अनि बल्ल हामी जानुपर्छ है उता होम डिपो भने वालमार्ट हैन तर उता पनि निक्लिन्छ भनेको उता हिँडेको यता पनि आइयो त्यो बाटो कुदेको अनि यता तिमी हामी पहिलाको अपार्टमेन्टको बसेको एरियामा हैन नि त गएको हामी हो कि तर त्यो त्यताबाट हामी यता पसेको हो तर यता निकाल्नु पर्छ। मैले यस्तो म त्यो लाइटदेखि लेफ्ट जान्थेँ भने चाहिँ यताबाट छिराउँथ्यो हैन, तर म चाहिँ स्ट्रेट गएँ नि त हो। त्यही भएर हामी चाहिँ जाँदैछौँ वालमार्ट होइन। अब हेर्नुहोस् पावर बल 75 मिलियन, मेगा मिलियन 140 मिलियन छ, तर पर्ने कहिले होइन हामीलाई। सेम्स क्लब जानुपर्ने छ हामी, छैन नि पानी टन्नै छ। अब यो बाटोबाट जान्छु म जहिले पनि जाँदाखेरि, किन त्यहाँ अगाडि लाइट छ, लाइटले गर्दा साह्रो टाइम वेस्ट हुन्छ। तपाईँको सेम्स क्लब यहाँ भइगयो। पानीहरू लिनको लागि के तपाईँलाई चाहिन्छ घरायसी खानेकुराहरू सबै पाउँछ यहाँ। मलाई चाहिँ कस्कोमा के भएको, मलाई इलेक्ट्रोनिक सामानहरू साह्रो मनपर्छ हेर्नु। कस्को, बेस्ट बाई, होम डिपोहरू जानु साह्रो मनपर्छ मलाई। किन्नु लाग्छ तर अब बजेट हेरेर। म गाडी पार्कमा हालिहालेँ होइन। सबैभन्दा झ्याउने हुन्छ क्या, अल्छी हुन्छ क्या ट्रक लिएर आउँदा आएको दिन चाहिँ। ल पार्कमा हालियो। No, let's go Walmart. That's how you spell Walmart. Nanu? Right? Yeah, phone raka. Is this how you spell it? WALMART. Yeah, that's called Walmart. Lo. Like that. चिसो पानी हाल्दा के हुन्छ? चिसो पानी हाल्दा जाडो हुन्छ। ल हामी वालमार्ट पुग्यौँ। वालमार्ट, सेम्स क्लब त्यहाँ छ। सेम्स क्लबको त्यहाँ ग्यास हाल्ने ठाउँ पनि त्यहाँ छ। अल्डी त्यहाँ त्यहीँ छ। Nani, I have bought you a lot of things last week already. You have get some patience. यस्तो बिजी हुन्छ यो वालमार्ट जहिले पनि। जाऊ फेरि जाऊ। हेर्नुहोस् है अब यस्तो हुन्छ जहिले पनि याद गर्नुहोस् तपाईहरुले। म अब एकदमै खतरा मान्छे हो भनेर भन्नु खोजेको हैन। 90 नहुने चिज के तपाईहरुलाई, हामीलाई दुध। नानीको बाउ हो म। दुध अगाडि राख्नुपर्ने हो नि त यिनीहरूले, तर दुध चाहिँ मिल्क चाहिँ जहिले पछाडि राख्छ, किनभने पछाडि जाउन्जेलसम्म चाहिँ अगाडि सपिङ गरिसक्छ मान्छेहरूले भनेर हो। त्यही हो क्या यिनीहरूको सपिङ, यिनीहरूले खर्च गराउने तरिका त्यसरी नै हो।
होइन बोकिराख न फेरि फेरि त म आउँदिनँ त तिमी नै आउँदैन फेरि फेरि चिसो भयो ए राजा त घरमै गएर हुन्छ होला हौ किन ल्याएन त छ घरमा ल जुसहरू त्यही भएर मैले भन्दैछु तपाईँहरूलाई सुन्तला चाहिँ मिठो छ है सबै पाउँछ यहाँ हेर्नुहोस् चिसो भयो अगाडि हिँड्न छोरी के हो भने cupcakes Nani, you already have cupcake in home. I saw there like small one. You didn't eat that all. But it's extra. No. अमेरिकामा सबैभन्दा सस्तो भनेको मलाई लाग्ने चाहिँ बनाना रक पेपर सिजर सु हो जहिले हार्छ अनि रुन्छ यहाँ त्यही भएर मसँग रक पेपर सिजर रक पेपर सिजर नखेल्नु मसँग One more time. रक पेपर सिजर सु यु विन गुड जब अब कोर्सान चाहिँ अब एकदम चाहिने कुरा हाम्रो घरमा हामी सबैले कोर्सान चाहिँ एकदम खान्छौँ I'm giving the cupcake. Did I? कपकेक नि नानी मम्मीलाई सोध्नु बिकज एभ्री टाइम वी बाई यु नेभर एट अल Can I get cupcake? अब हामीले खाने कुरा यिनीहरू हुन्छ हेर्दै जानुहोस् Can I have this one? मेक स्योर यु फिनिस अल द्याट्स द ओन्ली थिङ आई वान्ट टु से नो पुट इट डाउन Is this healthy? That's not healthy food. That's not healthy food. That's too much candy. That's too much chocolate, too much cream. यस्तो छ हो खान्छु भन्छ लास्टमा हेल्दी हो किन सोध्छ हेल्दी छैन भन्दा चाहिँ अनि अक्क मक्क हुन्छ म के भन्नु अनि देख्दै हुनुहुन्छ बिजी मान्छेहरूको चहल पहल नानीको हात दुख्छ छोरी मान्छेको चहल पहल हेर्नुहोस् कति चाहिँ बिजी हुँदो रहेछ ट्याकिस मम्मीलाई सोध किनभने म धेरैसम्म जहिले नाइ भन्छु कि यस्तो ट्याकिसहरू अनि मम्मीले चाहिँ सानो किनिदिनु भन्छ त्यही भएर मात्र नुन भेटाएछ त अनि She said no because it's so spicy. But म हाल्छु छोड्यो होला can I get? कति हाल्छु अझै नुन अरू बेला पाउँदैन नि त अनि सिरियल छ त अस्ति किनेको बिहिबार अनि दुइटा नानीको लागि ब्रेड न्युट्रेला ब्रेड चाहिँ एनाको फेभरेट हो र त्यही भएर हामी न्युट्रेलामा लगाएर खाने ब्रेड चाहिँ नलिगी हुँदैन उसलाई अरू ब्रेड मन पर्दैन सो त्यही भएर उसलाई यही मन पर्छ वाइट ब्रेड सो द्याट्स योर्स लेट्स गो It's not you. It's mine. Anna, did I say that's mine? No. It's fine. It's mine, it's yours, everything. We share everything, right? Yeah. Yeah. Drop it down there. Yeah. Ina, let's go. Can I? कुन एक हाल्नु सेतो अन्डा लानै पर्यो ए लान्छु अन्डा कस्को अस्ति ल्याइएन ए भने लानु पर्यो खानु त पर्यो अन्डा फ्राई राइस खान्छ नि त छोरीले कहिलेकाहीँ मै खान्छु फ्राई राइस कहिलेकाहीँ म अन्डा काँचो काँचो बनाएर 5-6 अन्डा एकैचोटि खान्छु सो त्यही भएर अन्डा चाहियो यो एरिया चिसै भएर होला ज्याकेटहरू लाएर हिँडिरहेको देख्छु मान्छे नानु दुइटा बोक्नुपर्छ यता यता आउन मगोस् अप्रिल 6 दुइटा हुन्छ नि है छोरी दुइटा चाहिँ बाबुले एक हप्तामा खाइसक्छ होला लगभग हेर्नुहोस् के सामानहरू पाउँछ मेको 6 सम्म छ मेरो चाहिँ घरमा चाहिँ खुसी हुन्छ नि यसरी सँगै सपिङ गरेर हिँड्यो भने
अरू बेला काममै बिजी हुनुहुन्छ 2 दिन त टाइम दिनु फ्यामिलीलाई भनेको हुन्छ नि त्यही भएर खुसी हुन्छन् यति नानीको लुगाहरू पनि पाउँछ खानेकुराहरू नेपाली चाहिँ स्टेक खानु पर्यो आउ छोरी Where's that meat? You cannot eat steak. I'm not saying steak I'm saying steak What? मासु हो Like eat like you eat? या उसलाई थाहा छ नि त एक समयमा द्याट्स हेल्दी एक समयमा साह्रै खान्थेँ म स्टेक बनाएर अनि अहिले म रिसेन्टली अहिले आफ्नो शरीरलाई अहिले अलि हेल्दी बनाउनको लागि भए पनि मैले अहिले कम कम गरिरहेको छु खानेकुराहरू किनभने रिसेन्टली म साह्रो धेरै नै शरीर बोसो लागेको शरीरमा अहिले त आफ्नो लुगाहरू लगाएको देख्दा पनि खुसी लाग्छ सबै लुगाहरू मिल्छ मेरो त्यही भएर Can I have? स्टेक रहेछ कि Can I have Takis? ताकिसले भरे अगाडि गर ल स्टेक त थियो त्यहाँ तर कस्तो थियो भन्नुहुन्छ भने डेट चाहिँ सकिहाल्ने मलाई चाहिँ एटलिस्ट 1 विकको चाहिएको थियो मलाई त्यो नभएपछि नानी कुरा भने प्लस मैले देखाइनँ पनि कतिलाई मन पर्दैन त्यो कुराहरू देखाउनको लागि होइन हेर्नको लागि नानी कम नो यु अलरेडी ह्याभ द्याट इन होम नो So, यु ह्याभ इट you saw it last या But we just got that last time when I checked 4. Nani, you have too many foods in your home. You better eat your foods in your home first. Finish that. That's the only time you buy lots of things. That was split in one. Like, that was big, so yeah, I can get that. नानीहरूलाई नकिन्दिने होइन किनिदिनुपर्छ जे मनपर्छ तर घरको चाहिँ फिनिस गर्नुपर्छ भन्छु क्या म चाहिँ Get pretzels. अब यहाँ हेर्नुहोस् है साथीहरू ताकिस कति चाहिँ पैसा हुँदो रहेछ कति चाहिँ महँगो छ अमेरिकामा पैसा त्यत्तिकै फल्दैन अब कमाइ हुन्छ नहुने होइन म ढाँट्दिनँ कमाइ हुँदैन म भन्दिनँ कमाइ हुन्छ यहाँ मिहिनेत गरे अनुसारको पैसा राम्रो हुन्छ तर अब हेर्नु नि पैसा कति खर्च हुन्छ रिसेन्टली अब झन् यो क्रुड ओयल महँगो भएको कारणले गर्दाखेरि अहिले कति महँगो बढेको छ अमेरिकामा तपाईँले हामीले भन्दाखेरि चाहिँ अब अप्ठ्यारो हुन्छ अब हामी विदेशमा छौँ होइन कस्तो कुरा गरेको विदेशमा भएर पनि ताकिस नानी यहाँ छ अहिले भरे खानु तर पनि एउटा त हामीले बुझ्नुपर्छ ओरेन्ज चाहिँ हाम्रो घरको चाहिँ फेभरेटै भन्नुपर्छ प्लास्टिक किन धेरै बोक्यो भन्नुहुन्छ भने चाहिँ प्लास्टिक मलाई घरमा चाहिन्छ त्यही भएर आजभन्दा केही वर्ष अगाडि चाहिँ जुन यो तपाईँले देख्नु भएको छ नि मेरो भिडियो यस्तो हुँदैन थियो पहिला तर यो धेरै सपलिफ्टिङ भएको कारणले गर्दाखेरि चाहिँ बनाएको छ ए गरेको त गरेको 2018 मा म अमेरिका आउने बेलामा टमाटर जुन हामीले खाइन्थ्यो टमाटर जम्मा 38 सेन्टले पाउँथ्यो अब अहिले ल ग्यास हाल्न आएको होइन मैले ट्रक किनेको 2023 मा हो जनवरीमा किनेको होइन अब हेर्नु मैले चाहिँ भने नि तपाईँहरूलाई मैले गाडी किनेदेखि नै मैले प्रिमियम लगाएको छु अब प्रिमियम लाउनुको कारण चाहिँ अब त्यस्तो त्यो मलाई डिलरको चाहिँ दाइले मलाई लाउनु भाइ प्रिमियम राम्रो हुन्छ भने अर्को मेन रिजन भनेको चाहिँ त्यो स्मुथ इन्जिनलाई प्लस त्यो माइलेजहरू चाहिँ प्रिमियमले दिन्छ क्या म टोयोटा ऱ्याफर मेरो हुँदा पनि मैले 1.5 वर्ष जति चाहिँ मैले प्रिमियमै लाउँथेँ मैले अब लाउनुपर्छ भन्ने छैन तर पनि लाउँथेँ अब यो प्रिमियम गाडीहरूमा चाहिँ अनि तपाईँको महँगो गाडीहरूमा चाहिँ लाउनुपर्छ प्रिमियम लाउनुहोस्
अरूभन्दा 10, 15, 20 रुपियाँ अलिक धेरै आउँछ तर माइलेज पनि राम्रो दिन्छ। अब सेम्स क्लब आएको बेलामा यहीँ लगाउँ भनेर लगाएँ, नत्र भने म धेरै जस्तो लाउने भनेको एक्सन अनि सेड्स अनि लप्समा गाडीको ग्यास चाहिँ म धेरै त्यहाँ सकेसम्म त्यहाँ लाउनु ट्राई गर्छु। अन्त यो अरू ठाउँमा चाहिँ म लाउँदिनँ ग्यास। अब हेरौँ, मेरोमा अलरेडी 100 माइल अलमोस्ट 100 माइल पुग्ने थियो। अब हेरौँ न, अब मैले हेर्न सकिनँ त्यस 100 अबै थियो माइल पुग्ने। त्यसरी ग्यास त थियो मेरोमा, तर पनि अब यो होल विकको लागि भनेर रेडी पारेको नि मैले। सो कमाउने अनुसारको खर्च यस्तो हुन्छ, मान्छेले बुझ्दैन। नेपालमा बस्ने कति मान्छेहरू, अब अमेरिका नेपाल नभन्नु, अमेरिका बस्ने मान्छेहरू कतिले बुझ्दैन। ऊ त ट्रक ड्राइभर हो, ऊ त यस्तो भन्छ, तर त्यो बुझ्दैन क्या मान्छेहरूले। मसँग अलरेडी 100 माइल पुग्ने ग्यास थियो, तर पनि हेर्नु त गइरहेको छ ग्यास। 106.73 सेन्ट चाहिँ गयो भनेपछि मसँग अलमोस्ट 130 र 140 रुपियाँ 135 रुपियाँमा फुल गरेको मैले लास्ट टाइम। यस्तो छ। ₹107 कि 6 कति रुपियाँ गयो, तर यहाँ अलरेडी ग्यास थियो मेरोमा। कति महँगो भएको छ नानी। अब हामी जाँदैछौँ नेपाली दोकान। सो आई विल सी यु गाइज इन नेपाली दोकान।